जसलाई गार्डियन माइक्रोलाइफ इन्सुरेन्सको आइपिओ परेको थियो उहाँहरू एकदमै खुसी पनि भइरहनु भएको होला र लागिरहेको होला कि अहिले त मूल्य बढिरहेको छ र कतिसम्म जान्छ त यो गार्डियन माइक्रोलाइफ इन्सुरेन्सको जब कारोबार भइरहेको छ नि त अहिले, अनि कतिसम्म जान सक्छ यो चाहिँ हामीले कतिमा बेच्न सक्छौँ। त्यस्तै गरी र क्रेस्ट माइक्रोलाइफ इन्सुरेन्सको आइपिओमा चाहिँ आवेदन दिने आज अन्तिम दिन रहेको छ र अहिलेसम्म कतिले आवेदन दिए, के यो पनि गार्डियन माइक्रोलाइफ इन्सुरेन्सको आइपिओमा आवेदन दिएर पारेर जब दोस्रो बजारमा कारोबार भइरहेको छ गार्डियन माइक्रोलाइफ इन्सुरेन्सको जस्तै मूल्य बढेर जान सक्ने सम्भावना के कस्तो रहेको छ र ओपनिङ रेन्ज यसले कति पाउँछ र आजसम्ममा अन्तिम दिनसम्ममा आवेदन कति परेको छ र जसले भर्नु भएको छैन के आज भर्न मिल्छ भन्ने पनि लागिरहेको होला। म यो सम्पूर्ण विषयमा आज तपाईँहरूलाई जानकारी दिनको लागि उपस्थित भइरहेको छु तपाईँहरूकै युट्युब च्यानल सेयर मार्केट बिपिजीमा नेपाली सेयर बजार तथा आइपिओ सम्बन्धी जानकारीमूलक भिडियो लिएर आउने क्रममा आज पनि म तपाईँहरूको लागि एकदमै महत्त्वपूर्ण तपाईँहरूलाई जिज्ञासा भइरहेको विषयमा चाहिँ जानकारी लिएर उपस्थित भएको छु। भिडियो अन्तिमसम्म हेरेर चाहिँ पुरा जानकारी लिएर जानुहोला र च्यानल सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब गर्नुहोस् र भिडियो अन्तिमसम्म हेरेर एउटा लाइक गर्न पनि नबिर्सिनुहोला। र अब चाहिँ ढिला नगरिकन आजको विषयवस्तुतर्फ नै लागौँ। गार्डियन माइक्रोलाइफ इन्सुरेन्सको आइपिओ चाहिँ हामीले आवेदन दिएर जब दोस्रो बजारमा आएको छ एकदमै मूल्य बढेको गएको छ र के यसको मूल्य कतिसम्म पुग्ला भन्ने विषयमा हामी तपाईँलाई अन्तिममा जानकारी गराउनेछौँ। अहिले चाहिँ क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ र तपाईँहरू जसले आवेदन दिनुभएको छैन भने आजसम्ममा आवेदन दिन सक्नुहुनेछ र आज कसैको पनि छुटेको छ या हजुरले आवेदन दिएर चाहिँ रिएप्लाई भनेर आएको छ भने हजुरको पैसा नपुगेको हुनसक्छ, अगाडि नै आवेदन दिनुभएकोले त्यसलाई पनि सच्याएर आवेदन दिनुहोला। र यसको आवेदन चाहिँ क्रेस्ट माइक्रोलाइफ इन्सुरेन्स लिमिटेडको आइपिओमा चाहिँ आजसम्ममा 10.43 गुणा चाहिँ सेयर बढीको आवेदन परेको छ, अर्थात् चाहिँ माग गरेको भन्दा 10.43 गुणा बढी सेयर माग भएको छ र आइतबारसम्म कम्पनीको आइपिओमा 15,90,594 वटा आवेदन परेको थियो है त। र इन्सुरेन्सले चाहिँ बिहिबारदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गरेको थियो। सिडिएससी एन्ड क्लियरिङ लिमिटेडका अनुसार आइतबार बेलुका 5:07 कम्पनीको आइपिओमा 1,92,57,110 किता सेयरका लागि आवेदन परेको छ। कम्पनीको आइपिओमा 1,92,57,11,000 रुपियाँ बराबरको सेयर माग भएको छ र कम्पनीले 18,45,00,000 रुपियाँ बराबरको 18,45,000 किता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो र सो आइपिओमा फागुन 26 गते अथवा आजसम्ममा आवेदन दिन सकिनेछ र कम्पनीको आइपिओमा इच्छुक लगानीकर्ताले प्रति किता 100 रुपियाँ अङ्कित मूल्यमा न्यूनतम 10 किताका लागि आवेदन दिनुपर्नेछ र सोभन्दा बढी आवेदन तपाईँले नदिएकै राम्रो र जति आवेदन दिन सके पनि 10 किता भन्दा बढी आवेदन नदिएकै राम्रो हजुरहरूले, किनकि पर्ने सम्भावनै हुँदैन। त्यही भएर चाहिँ तपाईँले 10 किताका लागि आवेदन दिन सक्नुहुन्छ र यसको पनि दोस्रो बजारमा कति मूल्य पुग्ने भन्ने लागिरहेको छ भने तपाईँहरू एकदमै थोरैलाई पर्छ यो पनि। र दोस्रो बजारमा यसको पनि आइपिओ यदि तपाईँलाई पर्यो र दोस्रो बजारमा कारोबार भयो भने यसको पनि सम्भावना चाहिँ गार्डियन माइक्रोलाइफ इन्सुरेन्सको जस्तै हुन सक्छ, किनकि थोरैलाई आवेदन पर्दैछ र माइक्रोलाइफ इन्सुरेन्स भएको हुनाले यो पनि गार्डियन माइक्रोलाइफ इन्सुरेन्स जस्तै जान सक्दैन भन्न चाहिँ सकिँदैन। तपाईँहरूले यसको पनि 1600-1800 एक किताको पुगेपछि बिक्री गर्न सक्नुहुन्छ र गार्डियन माइक्रोलाइफको चाहिँ तपाईँले परेको छ र हेरिरहनु भएको छ अब मैले कतिमा बिक्री गर्न सक्छु भन्ने लागिरहेको छ भने तपाईँले के गर्नुपर्ने हुन्छ, जब चाहिँ तपाईँलाई आइपिओ पर्छ भने तपाईँले एउटा लेभलमा पुगेपछि बेच्नु नै राम्रो हुन्छ कि चाहिँ तपाईँले थप्नुपर्ने हुन्छ, धेरै होल्ड गर्नुपर्ने हुन्छ धेरै राखेर। र यो आइपिओको मूल्य बढ्ने भनेको एकचोटि बढेर माथि पुगिसकेपछि त्यो टाइममा पुग्नलाई फेरि टाइम लाग्ने हुनसक्छ र 10 किता मात्र हो हामीले प्राप्त गरेको। त्यही भएर हजुरले यो 10 कितालाई एउटा टार्गेटमा पुगिसकेको पनि छ र अझै बढ्न सक्ने मार्केट आजको बजारलाई हेरेर तपाईँले बढ्यो भने नबेच्नु होला, किनकि जब बढिरहेको हुन्छ बढिरहन सक्ने सम्भावना हुन्छ र अहिले नबेच्नु होला। यदि तपाईलाई अब मलाई पुग्यो भन्ने लाग्छ भने बिक्री गर्न पनि सक्नुहुन्छ, तर
यदि अझै बढ्न सक्छ भन्ने लाग्छ भने आज नबेच्नु होला, किनकि यो बढ्न सक्ने सम्भावना रहेको छ र मैले भनेको मान्नुपर्छ भन्ने छैन। तपाईँलाई अब घट्छ जस्तो लाग्छ भने तपाईँले बेच्न पनि सक्नुहुन्छ। तर म भएको भए के गर्छु भन्दाखेरि चाहिँ म चाहिँ अझै एक सर्किट हान्न दिन्छु र भोलिको बजारलाई हेरेर त्यही अनुसारले आफ्नो रणनीति बनाउँछु। र अहिले यसको प्राइस चाहिँ 2000 सम्म पुग्ने पनि सम्भावना रहेको छ, किनकि किता थोरै छ, कम्पनी पनि ठिकै रहेको छ र यसको प्राइस 2000 सम्म पुगेन भने पनि एउटा सर्किट माइनस सर्किट लागेपछि चाहिँ तपाईँले बिक्री गर्न सक्नुहुन्छ है त। बढ्दैछ, जब बढिरहेको छ तपाईँले छोडिदिनुहोस् र म 10% को माइनस सर्किटमा पनि बिक्री गर्न चाहिँ सक्छु, बढिरहेको बेलामा चाहिँ बेच्दिनँ, बरु 10% चाहिँ घाटा खान सक्छु भन्ने लाग्छ भने तपाईँले छोडिदिन सक्नुहुन्छ। र अब बढ्यो भन्ने लाग्छ भने पनि यो लगभग माथि नै आइसकेको छ, तपाईँले बिक्री गरेर निस्किन सक्नुहुन्छ। र क्रेस्ट माइक्रोलाइफको पनि यस्तै हुन सक्ने सम्भावना हामीले ज्यादा देख्छौँ। आइपिओमा आएको कम्पनीहरूको मूल्य एकचोटि बढेर जान सक्ने सम्भावना धेरै नै भएको छ र घाटा पनि भएको छैन र 1800-1900 नै पुग्ने सम्भावना रहेको छ क्रेस्ट माइक्रोलाइफ इन्सुरेन्सको पनि। तर पनि अब यसै भन्न चाहिँ सकिँदैन, तर यसलाई हेर्ने हो, गार्डियन माइक्रोलाइफ इन्सुरेन्सको आइपिओलाई हेर्ने हो र यस्तै मूल्य बढ्न सक्ने कम्पनी भएको हुनाले चाहिँ हामीले अनुमान लगाउन सक्छौँ 1700-1800 पुग्छ कि भन्ने चाहिँ अनुमान लगाउन सकिन्छ। तर तपाईँले हेर्नुहोला कतिमा पुग्दा चाहिँ मलाई बेच्छु भन्ने लाग्छ, तपाईँले बिक्री गर्न सक्नुहुन्छ। हस् त, भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। आज मैले तपाईँलाई जानकारी गराएँ कि गार्डियन माइक्रो लाइफ इन्सुरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सको चाहिँ आइपिओमा कतिसम्म पुग्न सक्छ र यसको आइपिओमा आवेदन दिनेहरूले कहिलेसम्म बिक्री गर्न सक्नुहुन्छ। त्यस्तै क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सको आइपिओमा आजसम्म मात्र रहेको छ आइपिओमा आवेदन दिने दिन। तपाईँहरू सम्पूर्णले आवेदन दिनुहोला। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। एउटा लाइक र च्यानल सब्सक्राइब गरेर साथीभाइहरूलाई भिडियो सेयर गर्न पनि नभुल्नुहोला। र कस्तो लाग्यो भिडियो, एउटा मिठो लाग्यो त्यस्तै कमेन्ट गर्नुहोला। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।